गाइस बाँकेमा यस्तो छ बाँकेको हामी अहिले राप्ती सोनारी गाउँपालिकातिर छिरेका छौँ पानी आएर बिजोग छ ल गाइस हामी बाघ लाग्ने जङ्गल हिँड्दैछौँ है यो जङ्गल हो पछाडिको कार्यक्रम प्रवेश गराइदिनु होला पछाडि नै स्वयंसेवक साथीहरूलाई अहिले विनम्र अनुरोध गरिरहेको छु अब हाम्रो कार्यक्रम स्थल निर्धारित कार्यक्रम स्थल जुन व्यवस्थापन दिएको त्यो व्यवस्थापन राष्ट्रपति साथीहरूले व्यवस्थापन गरिसक्नु भएको छ अब खोलाबाट गयो भने जामसाम होला हो लगाएछ अब यहाँ भिड भडाक छ एकदमै अत्याधिक भिड भडाक छ यो बल्को पुलमा यहाँ जुलुस देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ राष्ट्रिय प्रधान के अन्त बेरोजगारी छन् बिचरा दिन के गरेर काट्ने भन्छ खोला गएर पानी चाहिँ निस्क्यो होइन लगाएर हामीहरू भक्तपुर जान लाग्यो है बाटोमा लास्टै जाम होइन यो भडाका हामीहरू भक्तपुर जाँदैछौँ अहिले पटमारामा बाटोमा चाहिँ जुलुस देख्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् है जुलुस पटमारालाई हाम्रो जुलुसमा देखाउँछु जुलुस मान्छेहरू सब जुलुसमा आइरहेको छन् अहिले हामी चाहिँ यो बाटो आएर जाममा चल्नु सक्छ दामी फुलफुले है यार यहाँ है भक्तपुर जाँदैछ गाइस होइन भक्तपुर जान लाग्यो बाटोमा राष्ट्रिय जाम छ आवाज त पक्कै सुनेको छैन होला तर अहिले बाटो पुरै खाली छ है किनभने बाटोमा हिँड्ने आधाभन्दा बढी मान्छेहरू जुलुसमा छन् बाटो खाली छ बत्ती बढ्यो लगायत हामीहरू अहिले कोटेश्वरको नजिक आइपुगेका छौँ कोटेश्वर नै भन्दा नि हुन्छ केही फरक पर्दैन अस्ति चोरी भएको भाटबाट नि यहाँ हो कोटेश्वरको हामी कोटेश्वर पुग्ने आइपुगेका छौँ यहाँबाट हाम्रो यात्रा भक्तपुरतिर हुन्छ गाइस सट्टापाडामा है काठमाडौँको कोटेश्वर भनेको यही हो गाइस है कोटेश्वरको पुल चीन नेपाल बीच निरन्तर मित्रता कायम रहोस् भनेको छ होइन सट्टापाडामा यहाँ आकाशे पुल भक्तपुर जाने साइड के बाबु हरियो बोल्यो पहेँलो बोल्यो अब रातो बोल्यो र किन
एउटा बाइक रोक्यो, हामी पनि रोक्यौँ यहाँनिर चट्टपारामा। लगभग अब हामी कति मिनट भेटाइदियो है 300 सेकेन्ड 70 के 18 प्लेन गाइज यहाँ एयरपोर्ट पनि नजिक छ। एयरपोर्ट नजिक भएको हुनाले चाहिँ प्लेन यहाँ ल्यान्डिङ गर्दैछ न। बुद्ध एयरलाइन्स कहाँबाट आएको घुमेर जाने वहाँ गएर घुमेर आउँदा पनि टाइम लाग्छ हो कान्छ। उता पनि जाम पारिदिन्छ फेरि के हाल्छ सिधै मिल्दैन नि। ल कोटेश्वरको जाममा पऱ्यो है गाइज हामीहरू। जाममा नपरेको कोटेश्वरको जाम जाम छ यहाँनिर। अब यहाँ प्रहरीहरू बसिरहेको छ होइन। जाममा डोराइलहरू डोराउनै पऱ्यो त बिचरा। यहाँ जाममै त डोराइलहरू हो कि लगायत हामीहरू अहिले चाहिँ भक्तपुरको प्लानिङमा आइपुगेका छौँ हाम्रो लाक्पा जिल्ला भेट्नको लागि। हाम्रो लाक्पा डन होइन होला डन। अघि हामी रेन्डमलाई नि भेटेर आएको एकछिन, रेन्डमको पसलमा छिरेर। के रहेछ रेन्डमको पसलमा के काम थियो? अलिकति काम थियो, भेटघाट हो एकछिन होइन। अनि अब यो प्लानिङमा खोत्रुके फिल्मको चाहिँ एउटा गीत चाहिँ यही सुटिङ गरिन्छ। अब चाँडै नै खोत्रुके फिल्म चाहिँ मुहुर्त गर्दैछौँ हामी। साथीहरूलाई यो टाइटल पनि अहिले मैले भन्ने कसैले लिक गर्न चोर्न पाउन्न होइन। ठिक छ यार लोकेसन। ल यो जग्गा पास गर्नु पऱ्यो है। यो जग्गा पास गर्नु पऱ्यो यहाँनिरको। कहिले पास हुन्छ ल भनौँ त। पास चाहिँ कहिले गर्ने ठेगान छैन। कति 35 गते पास गरौँ है। हुन्छ नि 35 गते हुन्छ नि 50 गते गर्ने कि 35 गते पास गर्ने। यहाँ चट्ट चाइनिज सुबु लगाएको होइन। केटाकेटीहरू चट्ट आएर डेटिङ गर्ने। यहाँ चाहिँ खोला पनि रहेछ है गाइज। यहाँ खोला पनि छ एउटा। यो जग्गावालाहरूले चाहिँ प्लानिङ चाहिँ दामी तरिकाले बनाएको छ। ठिक छ मलाई चित्त बुझ्यो यहाँको। अब हामी जग्गा हेर्न आएको आज होइन लाक्पाजी। यो जग्गा ठिक छ कि छैन? ल यही पास गरौँ है। ल गाइज हामी भक्तपुरबाट फर्किँदैछौँ अब काठमाडौँतर्फ चट्टपारामा। गोप्रो भयो मजाले मोटो भ्लग हुन्थ्यो है। The next day. गाइज बाँकेमा यस्तो छ। बाँकेको हामी अहिले राप्ती सोनारी गाउँपालिकातिर छिरेका छौँ। पानी आएर बिजोग छ। अघि चढाइ गरेर सातो लग्यो। त्यति बेला भिडियो बनाउनै भ्याइएन आज। हामी अङ्कल र म यहाँ फिल्डको काममा हिँडिरहेको छौँ। बाटो त पुरै हाइवे रहेछ क्या। राम्रो रहेछ है। गाडीमा नजिक भएर होला। यति नजिक त के हुन्थ्यो। जङ्गल बट्नुपर्छ। अब यही हो हाइवे नि हो। यहाँ पनि हाइवे यहाँ सोध्नु पर्छ। अब हामीहरू यहाँबाट गोबरपुर भन्ने ठाउँमा जाँदैछौँ। बाटो चाहिँ एकदमै अफरोड छ। हामी यहाँ अफरोड हिँडेका छौँ होइन। अङ्कलले यहाँ अफरोड बिन्दास पारामा चलाएर हिँडिरहनु भएको छ अफरोडमा। अनि अब यही पारी त हो नि गोबरपुर हाइवे हो। राम्रो छ लोकेसन। तराईको लोकेसन यस्तै हुन्छ साथी हो होइन।
तराई हो नि त, तराई बाँके जिल्लाको। ल यहाँ खाल्टोमा चाहिँ बरु चेक गर्नुपर्छ कि यहाँ बसिरहेको छु होइन। पत्ती छोडायो त्यो पिकअप छोडेकै हो। The next day. रापत्तीको पुल यही हो। रापत्ती साला बग्यो रापत्ती। अनि कहिले बनियो नयाँ पुल अब? यहाँ आजकल खरबुजा आउने बेला भएको छैन क्या? खरबुजा आउने त 20 रुपियाँको एउटा खरबुजा खाइन्थ्यो यहाँनिर। बाटो त उस्तै छ है आज यो पुल बनेको चाहिँ बल्ल बल्ल अलिअलि पुलको संरचना निस्किँदैछ। तर लामै पुल हुने भयो यो चाहिँ है। यो खरबुजा फसल टन्नै हुन्थ्यो। खरबुजा फसल यहाँ चाहिँ पुल बन्दैछ गाइस होइन। लगायत यो सबै यो जमिन, यो खाली जमिन देख्नुहुन्छ नि तपाईँहरू, सब सरकारी जग्गा जमिन हो। यति धेरै ठुलो फाँट छ यहाँ, पुरै फाँट हो, सम्म फाँट तराईको। तर के भन्नु, मान्छेले आएर घर बनाएर बस्नु नमिल्ने है। सुकुमासी ओइरियो अन्त फेरि घर ओऱ्यो भोरला नि। खोला छ बाटो हेर्नु है गाइस, बाटो यस्तो खराब छ, यस्तो खराब बाटो हिँडिरहेछौँ हामी बाइकमा। र अब आयो जङ्गल, अब हामी जङ्गलभित्र छिर्यौँ। यहाँ बाघ लाग्छ होला है? लगायत हामी बाघ लाग्ने जङ्गल हिँड्दैछौँ है। यो जङ्गल हो।
भैसेनी कुञ्ज त पर्दैन होला होइन यता ए यो सामुदायिक वन भन्छ हेर्नु अब हामी गाउँमा आइपुग्यौँ जङ्गलको बाटो यता जङ्गल छ यता गाउँ छ यता हामी छौँ हामी जानुपर्ने डेस्टिनेसन आइपुगेका छौँ कस्तो होस् मजाको छ हेर्न सक्नुहुन्छ यो राप्ती पारी हो राप्ती पारीको गाउँमा गुटुङ घरि यो गर्नु गोबर ग्यास बनेको लगाइज हामी गोबर ग्यास बनेको ठाउँमा गोबर ग्यास कता हो गोबर ग्यास भएको चाहिँ यता हो खाल्डो खनेको ठाउँमा म एकचोटि हेरेँ है त लगाइज यहाँ गोबर ग्यासको खाल्डो खनेको ठाउँ हो होइन अब म यो गोबर ग्यासको यहाँ खाल्डो खनेको ठाउँमा आइसकेको छु गाइज खाल्डो कस्तो छ के छ एकचोटि हेरौँ ल खाल्डो त भत्के छ त लगाइज है गोबर ग्यास बनाउनको लागि खाल्डो खनेको ठाउँ हो यो अहिलेको यो पानी सानी पर्यो नि त हिजो अस्ति त्यसले गर्दाखेरि यो जमिन अलिकति भाँसिएको रहेछ ल ठिक छ हामी फिल्डमा यसो निरीक्षण गर्न हिँडिरहेछौँ होइन हेरौँ अब आज कतिवटा प्लान्टहरू हेर्छौँ हामी राप्ती सुनारी आइसकेका छौँ यति बेला राप्ती सुनारीमा चट्ट पारामा हिले भएको छ बाइक गाउँ चाहिँ गजबको छ है साथी तराईको गाउँ यस्तै हो हाम्रो लगाए चाहिँ खरायो हेलो खरायो ऱ्याबिट कस्तो मजाले घाँस खाइरहेछ अब गोबर हाल्ने बेला पनि भइहाल्छ कुबार्ने अब एक ठाउँमा थुपारेर ठन्डा ठाउँमा नसुक्ने गरी राख्नु हजुर बुङ्गुर पनि थुपाइराख्नु ल हामी यो घरमा गोबर ग्यास हेरेर अब हामी निस्क्यौँ है गाइस यहाँबाट अब नाइकी तुफान कता नेपालगञ्जै हो मोहनपुर ए मोहनपुर गाउँमा 3टा हेर्ने अझै 3टा छ अब हाइवे समात्यो यहाँबाट हाइवे छोडेर हामी लाग्यौँ भित्र मोहनपुर बाँके राप्ती सोनारीको मोहनपुर भन्ने गाउँमा गएको छौँ राप्ती सोनारीको मोहनपुर भन्ने गाउँ यदि तपाईँहरूलाई थाहा छ भने चिन्नु भएको छ भने कमेन्ट गर्नु होला है न तपाईँहरूले गाउँ पर्न पनि सक्छ मोहनपुर यहाँ केटाकेटीहरू खेलिरहेछन् यहाँ बन्दाकोपीहरू छ तराईको पाहाड छ जता हेऱ्यो तराई छ तर उहाँ माथि चाहिँ पाहाड छ उता पछाडि चाहिँ अचम्म लाग्यो कि मलाई नि यता पाहाड देख्दाखेरि
ट्याक्क उपतिर जस्तै के तर यता बाटो अप्ठ्यारो छ झर्नुपर्छ कि ताने है ताने बाख्राहरू चल्दैछ सुधारको समय बस्छ यति बेला लगाइदियो बस्छ रमाइलो छ राप्ती सोनारी गाउँपालिका त्यो पुलबाट सिधै सबै राप्ती सोनारी होइन यो त त्यहाँबाट उता छ नेपालगञ्ज नगरपालिका यता पनि हाइवे समातेको यता फेरि पिच रोड रहेछ यतिसम्म फेरि यहाँबाट यतापट्टि पिच रोड माथि घरैमा पुग्ने हो यो बाटो अच्छा यहाँ बस्न त्यो बाटो त हिँडेको होइन अब आवाज त पुरै हावाले ध्वस्त बनाइसक्यो होला होइन एकदम ठिक छ अब भ्लगमा अलिअलि बोलिरहेको छु हावाले गर्दाखेरि खासै नसुनिने पनि हुनसक्छ यहाँनिर क्या त्यही भएर अहिले हामी चाहिँ यहाँ मङ्गलपुर जाँदैछौँ नरैनापुर मङ्गलपुर यतै रहेछ होइन म यो ठाउँमा चाहिँ फर्स्ट टाइम आएको हो गाइस तपाईँहरूले हेर्दै हुनुहुन्छ भने यो भ्लग तपाईँहरूको गाउँठाउँ पनि परेको हुनसक्छ कमेन्ट चाहिँ गर्नु होला र मेरो घर देखियो भन्नु होला होइन यहाँ गएर साथीहरू लोकल गाडीहरू पनि चल्दो रहेछ नि यहाँ कस्तो माइक्रोहरू क्या नेपालगञ्ज जाने माइक्रोहरू लाग्छ क्या अब हामी माथि पहाडको नजिकमा पुग्दैछौँ त हौ यहाँबाट पनि गजबको पहाड भेट्दो रहेछ गाइज म अहिले यहाँ पान पसलमा आइसकेको छु आज एउटा मिठो पान खानुपर्छ यहाँ यो यसलाई के ठाउँ भन्छ अरे भाइ मिलन चोक हो ए राप्ती डुडुवा गाउँपालिका राप्ती पारी होइन यो पनि राप्ती सोनारी नै हो होइन ए राप्ती सोनारी होइन यो त्यसलाई चाहिँ के भन्छ डुडुवा गाउँपालिका मिलन चोक ल है गाइज डुडुवा गाउँपालिकाको मिलन चोक भन्ने कार्यालयका उसमा छु म अब यहाँ हाम्रो यहाँ भाइले मिठो पान बनाउँदैछ आज के हाल्दैछ मिठा पानमा के नारियलको दाना धुलो ल गजबको पान खुवाउने भयो आज भाइले चुना चाहिँ थोरै हालेको छ नि होइन न त छाला लगिदिन्छ यार ल गाइज म चाहिँ यहाँ पान खान आइरहेको छु त्यहाँ ऐनामा म देखिरह होला यसलाई चाहिँ हाम्रोतिर यता घुम्ती भन्छ है घुम्ती पान पसलको घुम्ती अनि भाइ दिनभरि कति बेच्छौ पान
लेकिन मेरा सब दोस्तों में से एक दोस्त 100-150 एउटा जो CSK को जिताने के लिए MS धोनी का नुन्नी भी अपना मुंह में लेते। लगाए जब यार आमा पान त ठुलो हो त यार कोई पागल ध्यान से सुनो, ठीक है? मुझे किसी से मोहब्बत नहीं तेरे सिवा, मुझे किसी की जरूरत नहीं तेरे सिवा, जो मेरे दिल और जिंदगी पे राज करे, मेरी जान किसी को इतनी इजाजत नहीं तेरे सिवा। कोई पागल ध्यान से सुनो, ठीक है? मुझे किसी से मोहब्बत नहीं तेरे सिवा, मुझे किसी की जरूरत नहीं तेरे सिवा, जो मेरे दिल और जिंदगी पे राज करे। क्या हुआ बता पान खायो हामी निस्क्यौँ यहाँबाट अब सक्नुभयो तपाईँ अघि राप्तीबारी जाँदा बाइकमा थियो भने अब अहिले चाहिँ मेरो यात्रा अटोमा भइरहेछ। म चाहिँ घर जाँदैछु यहाँबाट। अघि राप्तीबारी गयो 2-4वटा रिपोर्टहरू पनि भेटियो होइन। अब अहिले चाहिँ म घर जाँदैछु है गाइज। बाटोमा छु अटोमा। आउँदै गर्दा बाटोमा पान खाएको खाना पनि खान्छ।